छ यहाँहरू सबैलाई यीशु ख्रीष्टको अति उच्च नाउँमा म आवासीय प्रभुको सेवक पास्टर जय मसीह। I greet you in the matchless name of our mighty Lord. हामी यस्तो एउटा समयमा जिराखेका छौँ र डरलाग्दो समय छ होइन। पृथ्वीमा पनि पृथ्वीमाथि पनि के कस्तो घटनाहरू घटिरहेछ यहाँहरू प्रायलाई त्यो चाहिँ सुशिक्षित र जानकार छ होला भन्ने मलाई लाग्छ। हामी जिउँदै गरेको यो समय चाहिँ प्रभुको दोस्रो आगमनको अब हुनेवाला समय हो। हामी कसरी जिउँदैछौँ हामी आफैलाई विचार गर्नुपर्ने हुन्छ, किनभने हामीले आफूलाई एउटा आत्मिक जन सम्झन्छौँ भने हामी निश्चय पनि संसारको मानिसहरूभन्दा हामी बेग्लै हाम्रो जिउने शैली, हाम्रो जिउने चाहिँ तौर तरिकाहरू भिन्दै छ र भिन्दै हुनुपर्छ। त्यसो भएकोले मैले तपाईँले अघि पनि सुन्नुभयो एउटा किताब मैले निकालेको छु। त्यो चाहिँ मेरो धेरै वर्षको सोचपछि मलाई यो लेख्नलाई 1 वर्ष लाग्यो। अनि त्यो चाहिँ 3 महिना जति मैले यसको लागि धेरै प्रार्थना पनि बिताएको छु। अनि यो वास्तवमा भन्यो भने मेरो पसिना मात्रै होइन, त्यो मेरो रगत पनि हो। त्यसो भएकोले प्रभुलाई धन्यवाद दिन्छु कि तपाईँ त्यो चाहिँ सम्भव हुन आयो र यसबाट चाहिँ तपाईँहरूले पढेर त्यस्तो सुझावहरू के छ भने फेरि अर्को प्रिन्ट गर्दाखेरि म त्यो चाहिँ छाप्ने विचार गरेको छु। र यसको मूल्य मैले चाहिँ पब्लिकेसनको जति मूल्य लागेको छ त्योभन्दा चाहिँ बढी राखेको छैन। त्यसो भएकोले मूल्य पनि तपाईँहरूले दिन सक्ने मूल्यको किताब चाहिँ छ। त्यो आस्था परिलक्षित के अरे पहिचान, संस्कृति पहिचान भनेर मैले चाहिँ त्यो पुस्तकको नाम चाहिँ राखेको छु। त्यसो भएर तपाईँले पढिदिनु भयो र त्यसबाट तपाईँले जे कुरा सिक्न सक्नुहुनेछ र चाहिँ संस्कृति र संस्कारको जुन चाहिँ अन्योलता छ त्यसलाई चाहिँ कसरी कम गर्ने भन्ने सोच राखेर मैले त्यो किताब लेखेको हुँ। र तपाईँले चाहिँ त्यसलाई चाहिँ पढेर केही सुझावहरू दिनुभयो भने मेरो लागि अति नै एउटा चाहिँ प्रोत्साहनको उत्साहको कुरा हुनेछ। आज मैले चाहिँ तपाईँको अगाडि मत्ती 5 अध्यायबाट जो चाहिँ प्रभुको चाहिँ दोस्रो के अरे पहाडी उपदेश भनेर हामी भन्छौँ, अनि त्यस खण्डबाट तपाईँहरूसँग केही कुरा गर्ने विचार छ। मेरो चाहिँ आजको उपदेश अर्थात् यो सर्मनको चाहिँ विशेष शीर्षक छ अतिरिक्त दूरी, एक्स्ट्रा माइल।